हेलो नमस्ते वेलकम छ हजुरहरूलाई हाम्रो नेक्स्ट भिडियोमा। हामी चाहिँ लामो समयपछि आज देखेका छौँ। आज हाम्रो त्यस्तो च्यालेन्जहरू केही पनि लिएर आएका छैनौँ। जस्ट आज हामी चाहिँ यसो भिडियो बनाऊँ भनेर मात्रै हो। सो आज चाहिँ हामी यत्तिकै ऱ्यान्डमली भिडियो बनाएको, केही कन्टेन्ट पनि थिएन अनि खानेकुरा पनि खासै थिए केही पनि थिएन हामीसँग। अनि आज चाहिँ मैले पानीपुरी म एक्लैलाई भनेर लिएर आएको छु र म चाहिँ मुकब्याङ गर्न गइरहेको छु। के हो मुकबाङ्गो भनेको? बाङ्गो भनेको के हो? मुकबाङको मुकबाङ्गो भन्छौ त? के हो मुकबाङ्गो भनेको? त बुझिन नि त। के हो त? अनि मुकबाङको होइन क्या मम्मी, मुकब्याङ। अब के हो त मलाई पनि थाहा छैन है, मैले पनि उच्चारण गरेको ठिक हो कि होइन, मुकब्याङ कि मुकबाङ के भनेर चाहिँ युट्युबतिर आउँछ नि त। मैले चाहिँ त्यही हेरेर चाहिँ त्यो भनेको हो, मुकबाङको चाहिँ होइन। अनि मुकबाङ्गै भने सुन्छु म चाहिँ। होइन क्या, मुकब्याङ कि मुकब्याङ के हो होइन, त्यो भनेको चाहिँ आफूले खाने क्या, अगाडि राखेर खानेकुरा खाने त्यो हो। अनि आज चाहिँ मम्मीले पानीपुरी नखाने, मम्मीलाई अलिक घाँटी दुखिरहेको छ। सो म आज शनिबार पनि के खाउँ तल तल फिलिङ तल 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 तल। अनि त्यसपछि मम्मीलाई मम्मी पानीपुरी ल्याइदिनु न भनेर त्यहाँ बाहिरको पानीपुरी म खान्न। अनि पानीपुरी चाहिँ मुकबाङ गर्न के हो मुकबाङ भनेको? त्यही भएर सो मसँग छ यहाँ 1 प्लेट पानीपुरी, अचार छ, अचार मसँग छ गुन्द्रुकको अचार, यहाँ छ पानी। अब हामी खान्छौँ, मुकब्याङ गर्छौँ। ल स्टार्ट गर्छौँ मम्मी। आज चाहिँ कम्पिटिसन होइन, छिटो खानु पर्दैन है। पर्दैन, म त गुन्द्रुकलाई के चेस गर्नु। दामी छ पानीपुरी, गुन्द्रुक पनि मिठो छ। मिठो, एकदम मिठो, चिलाएर। अब त पानी पर्ला जस्तो भयो है बाहिर। पर्छ। काठमाडौँमा चाहिँ गर्मी सुरु भइसकेको छ। दिउँसो चाहिँ एकदमै तातो हावा चल्छ, घाम पनि मजाले लाग्न थालेको छ। सो पानीपुरीको मजा लिँदै आज चाहिँ शनिबार पानीपुरी दे, पानी धेरै नखानु, धेरै अमिलो होला। कस्तो ठुल्ठुलो रहेछ हौ, मुखैमा नअट्ने। मुखमै नअट्ने रहेछ गाइस, ठुल्ठुलो। खाइसक्छौ? अब सक्नु पऱ्यो नि त, अब कोही छैन खाने। बिस्तारै खाऊ, स्वाद केला अहिले नागोडा निस्क्यो। पानी पर्न आँटेको छ। अनि यो गुन्द्रुकको अचार खायो भने अलिक निन्द्रा लाग्यो जस्तो, जिउ चङ्गा हुन्छ अचारले। के भयो? बिस्तारै खा, फर्केला। है है के गर्छिन्? फर्क्यो। मम्मीलाई प्र्याङ्क गरौँ भनेको, मम्मी थाहा पाएन। म चाहिँ के गर्नुहुन्छ भनेर सकेको जस्तो नाटक गरेको थिएँ, सकिनँ।
मिठो मिठो सबै मिठो र खाइसक्यो पानी पर्दैन दामी अब झोल मिठो सो यो चाहिँ रहेको थियो हाम्रो मुकब्याङ अनि हामीले चाहिँ धेरै लामो समयसम्म चाहिँ भिडियो लिएर आएकै छैन के बनाऊँ भन्ने हुन्छ के बनाउनु अत्तो न पत्तो त्यही अनि छोडिदिएको बनाउनै अनि के भन्नुहुन्छ तपाईँ अब के भन्नु धेरै लामो समयमा बनाएको आज शनिबार पानीपुरी तिमीले खायौ मैले गुन्द्रुकको अचार खाएँ त्यही हो पानीपुरी खानु मन लागेर बनाएर ल्याएको त्यतिकै के खानु यसो भिडियोमा देखाउँदै खाँदै गरौँ भनेर खाएको हो खासमा चाहिँ सो यस्तै छ मलाई चाहिँ एकदम पिरो भयो पानी पनि पर्ला जस्तो छ बाहिर त्यही पानी पर्ला जस्तो भएर त अचार बनाएको गुन्द्रुकको अनि खाएको अब आजको शनिबार चाहिँ यतिकै गयो हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गर्नु होला हेर्न मन लागेको छैन भने पनि हेरिदिनु होला हामीले चाहिँ भिडियो अब के बनाऊँ भनेर बनाएकै छैन के बनाऊँ सो यस्तै छ हाम्रो च्यानललाई के गरिदिनु सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला मम्मीको हातमा के हो कार्ड के हो हमलामा त कालो आज जग्गा दिनु तिमीलाई दिएको पास बकस गरिदिएको बकस पत्र गरिदिएको बुहारीलाई अन्त हेर्नु यस्तो सासु हुनुपर्छ बुहारीलाई बकस पत्र गरिदिएको आज जेसुकै होस् छोडिदिएको सब्सक्राइब गरिदिनु त्यसै गर्नु सब्सक्राइब बकस गरिदिएको ल